सुस्तरी मनै सररा हो भरोसा छैन जीवनको बिताउ हाँसेर चल्छ बता सुस्तरी मनै सररा हो भरोसा छैन जीवनको बिताउ हाँसेर छातीको ज्वाला नमेट्दो रहेछ बसेर रुँदामा हो बसेर रुँदामा चल्छ बता सुस्तरी मनै सररा हो भरोसा छैन जीवनको बिताउ हाँसेर बिहानी हुन्छ उदाउँछ घाम साँझमा डुब्छ रे बिहानी हुन्छ उदाउँछ घाम साँझमा डुब्छ रे हिजोको आजको यौवन भोलि तलुछ रे हो भोलि तलुछ रे चल्छ बता सुस्तरी मनै सररा हो भरोसा छैन जीवनको बिताउ हाँसेर चल्छ बता सुस्तरी मनै सररा हो भरोसा छैन जीवनको बिताउ हाँसेर That was the Battle of Team Melina. Okay, right brothers को यो performance कस्तो लाग्यो कोच खेम दुवैको उत्तिकै राम्रो लाग्यो कोही भन्दा कोही कमै हुनुहुन्न दुवैजनाको त्यो आलापको ठाउँमा चाहिँ सिङ पनि कस्तो मजाले मिलाएर गाउनु भयो दुवैजनाको राम्रो लाग्यो मलाई त सुन्दर लाग्यो बधाई छ कोच उदय दुईजनाको आवाज आँखा चिम्म गरेर सुन्दाखेरि कसले गीत गाएको भने थाहा भएन कि एकैजनाले गीत गाएको कि जस्तो लागिरहेको थियो कि र आवाजको त्यो वेट पनि एउटै छ टोन पनि सेमै छ प्राय हाइट मात्रै फरक रहेछ होइन मिठो छ एकदम मिठो छ राम्रो गाउनु भयो
तपाईँहरूलाई बधाई छ अनि शुभकामना पनि छ। Coach Raju. यो गीत चाहिँ अब मेरो पनि एकदमै मनपर्ने गीत हो। म्युजिक आउने बित्तिकै म जुरुक्क उठेँ क्या, किनभने अब मलाई एकदम नोस्टाल्जिक भयो, किनभने म सानो थिएँ अब त्यतिखेर हुँदाखेरि नै मैले यो गीत सुनेको। र लकिली अब जो स्रष्टा हुनुहुन्छ जसले गाउनु भएको छ उहाँसँग मैले थुप्रै टुरहरू गर्ने मौका पाएँ होइन। अनि शम्भु राई दाइले यो यस्तो मिठोसँग गाउनु भएको थियो, अनि तपाईँहरूले पनि त्यस्तै मिठो गाउनुभयो र मलाई लाग्छ यो जब अन एयर हुन्छ, जब शम्भु राई दाइले हेर्नुहुन्छ ए केटाहरूले गरेछ है भनेर भन्नुहुन्छ। सो थ्याङ्क यू भेरी मच तपाईँहरू दुईजनालाई यति मिठो गरिदिनु भयो है, रोशन अनि सुदेश। मलाई लाग्छ कोच मेलिनालाई म अब मलाई रुन्छे भन्छ कि अब ऊ आज रुन्छै रुन्छ, उसलाई साह्रो पर्छ। Okay, finally I come to your coach, Coach Melina. कस्तो गयो त आजको यो टिम मेलिनाको ब्याटिङ? उहाँहरूले यति राम्रो गाइदिनु भयो, यति राम्रो गाइदिनु भयो कि होइन, उहाँहरूलाई एकचोटि भुइँसोरी सेवा गर्न चाहन्छु। धेरै धेरै सम्मानसहित यहीँबाट तपाईँहरूलाई भुइँसोरी सेवा गर्न चाहेँ। दुईजनाको भोकल यसरी डाउन भएर सुन्दाखेरि एकजनाले नै गाएको जस्तै फिल भइरहेको थियो मलाई पनि, अनि एकदम इन्जोय गरिरहेको थिएँ। र हजुरहरू जस्तो ट्यालेन्ट मेरो टिममा पाउँदाखेरि म साँच्चै नै आफूलाई धेरै लकी फिल गर्छु। थ्याङ्क यू भेरी मच दुवैजनालाई। सो कोच खेम, दुईजनामा एकजना छान्नु पर्दा तपाईँ कसलाई छान्नुहुन्छ? रोशनजीलाई कोच उदय कसलाई पिक गर्नुहुन्छ? आज चाहिँ म सुदेशलाई पिक गर्न चाहन्छु। ओके कोच राजु। आज चाहिँ म रोशन भाइकोतिर गएँ हजुर। थ्याङ्क यू। सुदेश या रोशन, पालो अब डिसिजनको। सुदेशले आज एकदम मजाले खुल्ला रूपमा खोलिएर गाएको छ होइन, र साथसाथै रोशनजीको चाहिँ आज अलिकति प्रब्लम छ, रुगा लागिरहेको छ है, हेल्थ प्रब्लम भइरहेको छ। र आजको पर्फर्मेन्सको आधारमा मैले चुज गर्नुपर्ने हुन्छ। दुवैजना फेभरेट हुनुहुन्छ मेरो है, अनि अब कस्तो अप्ठ्यारो, जस्तै अब यो दुईवटा हातमा कुन चाहिँ हात चाहिँ चाहिँदैन भने जस्तै हो क्या, त्यस्तो फिल भइरहेछ मलाई, अनि एकदम गाह्रो हुनेवाला छ डिसिजन चाहिँ। तर यहाँहरू दुवैजनालाई एकदम धेरै धन्यवाद दिन चाहन्छु, मेरो टिममा आइदिनु भयो, मलाई चुज गरिदिनु भयो है। रुगा लाग्दाखेरि गाउनु एकदमै कठिन हुन्छ, त्यो मैले पनि धेरै ठाउँमा भोगेको कुरा हो है। तर त्यस्तो अवस्थामा पनि यस्तो मजाले फिनिसिङमा गाउनु भएको छ रोशनजीले, सो म उहाँलाई पिक गर्न चाहन्छु। कङ्ग्रेचुलेसन्स रोशन, टिम मेलिनालाई रिप्रेजेन्ट गर्दै नकआउटमा प्रवेश गर्नुभएको छ।